35 वर्ष, सयौं ठुला काण्ड, अर्बौं रुपैयाँको लुट, तर न्याय शून्य। अब त्यो सबको हिसाब सुरु भइसकेको छ। नमस्कार साथीहरू, 2047 सालमा प्रजातन्त्र आयो, जनताले सपना देखे, अब देश बन्छ। तर के भयो? भ्रष्टाचार, कुशासन, काण्डै काण्ड। लाउडा एयर काण्ड, ललिता निवास जग्गा काण्ड, पतञ्जली जग्गा काण्ड, भुटानी शरणार्थी काण्ड, ओम्नी काण्ड, यति काण्ड, कोभिड स्वास्थ्य सामग्री खरिद काण्ड, वाइड बडी जहाज काण्ड, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा घोटाला, कति धेरै घोटाला। सुन काण्ड पनि भयो। गिरिबन्धु टी स्टेटको जग्गा काण्डको पनि कुरा आइरहेछ। क्यान्टोनमेन्ट घोटाला, मिलम्ची खानेपानी, भिजिट भिजा काण्ड, काण्डै काण्ड। एउटा सकिन्छ, अर्को सुरु भयो। नेता फेरिए, तर भ्रष्टाचार कहिले फेरिएन। एकले अर्कालाई जोगाइराखे। अख्तियारमा मुद्दा चल्थ्यो, अदालतसम्म पनि पुग्थ्यो, तर एउटै परिणाम आउँथ्यो, साना साना माछालाई जालमा हाल्ने, जेलमा पार्ने, ठुला माछाले एकअर्कालाई बचाउने, फुत्किरहने। यही चक्र 35 वर्षसम्म चल्यो। त्यसपछि के भयो? 2082 सालमा युवा पुस्ता सडकमा आयो। स्कुल ड्रेसमा, ब्यागमा किताब, हातमा एउटा कागजको प्याम्पलेट बोकेर सडकमा आयो। तर सरकारले आतङ्कवादी जस्तो टुटुटुटुटुटु गोली हान्यो। 76 जनाको ज्यान गयो। र त्यसपछि इतिहासै बदलियो। त्यसपछि निर्वाचन भयो। निर्वाचन पश्चात रासपा सबैभन्दा ठुलो दल बन्यो, झन्डै 2/3 बहुमत ल्यायो र बालदेन्द्र शाह प्रधानमन्त्री बने। र प्रधानमन्त्री बन्ने साथ उक्त आन्दोलनको छानबिन समितिले दिएको प्रतिवेदन अनुसार एक्सनमा उत्रियो र कारबाही सिफारिस गरेको केपी शर्मा ओली र रमेश यादवलाई पक्राउ गर्यो 24 घण्टाभित्रमा। त्यसपछि 48 घण्टा नबित्दै दीपक खड्का पनि पक्राउ परे सम्पत्ति शुद्धिकरणको मुद्दामा, र बाल श्रमको मुद्दामा रेखा शर्मालाई पनि पक्राउ पर्यो। आज भर्खर 3 दिन हुँदैछ। अहिलेसम्म 2046 सालदेखि यताकै सबै नेताहरू तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारीमा अघि बढिसकेको छ र पहिलो चरणमा 2062-63 देखि यताका छानबिन हुँदैछ। 35 वर्षमा जे भएन त्यो अब हुन सुरु भएको हो कि भन्ने जनताले आश गरेका छन्। अहिले समातिएका केपी शर्मा ओली, रमेश लेखकहरू पनि अरू ठुला ठुला काण्डमा पनि उनीहरूको हात छ, मिलेमत्तो छ। हामीले नाम सुनिरहेका छौँ विभिन्न काण्डमा उनीहरूको पनि। यो सबै काण्डहरूको पनि छानबिन हुनुपर्छ। सबै काण्ड जति पनि भ्रष्टाचार भएको छ अहिलेसम्म सबैको छानबिन गरेर सबैका टाउकेहरूलाई, मुख्य नायिकेहरूलाई समाउनुपर्छ र कारबाहीको दायरामा ल्याउनुपर्छ। त्यसो भए अब हाम्रो जिम्मेवारी चाहिँ के त? सरकारको त त्यो हो। हामी चाहिँ हेर्दै बस्ने होइन, हामी सतर्क रहने, गलत देखे आवाज उठाउने, राम्रो काम गरे साथ दिने। अहिले सरकारले राम्रै एक्सन लिइरहेको छ भने अहिले हामी सरकारको साथमा छौँ। एउटा सफा, न्यायपूर्ण र समृद्ध नेपाल बनाउने सपना हामी सबैको र त्यो सपना पुरा गर्न हामी सबै साथमा छौँ। साथीहरू, 35 वर्षको भ्रष्टाचारको हिसाब हुनुपर्छ कि पर्दैन? 35 वर्षमा जे भयो त्यसको छिनोफानो हुनुपर्छ कि पर्दैन? तपाईँलाई के लाग्छ? आफ्नो विचार कमेन्ट गर्नुहोला।